क्वाइन, यसको फ्युचर, यसको रोडम्याप, यसको टोकोनोमिक्सको बारेमा चर्चा गर्नुभयो। म्याक्स सप्लाई 500 मिलियन मात्रै लिएर ग्लोबल कम्युनिटीमा एम्पल जसरी अगाडि बढिरहेको छ, यसले क्वाइनको फ्युचरलाई अत्यन्तै ब्राइट देखाउँछ र ग्लोबल कम्युनिटीलाई जसरी कनेक्ट गर्दैछ र जो ग्लोबल कनेक्टिभिटीमा युज केसमा विशेष गरी डिफाई र एआई क्याटेगोरीमा एम्पल क्वाइनले जसरी आफूलाई डेभलप गर्दैछ, त्यसले आफैमा क्वाइनको फ्युचर उज्जवल छ भन्ने कुरा दर्शाउँछ। र साथीहरू, हामीले नेपाली जुममा पनि भन्ने गरेका छौँ र अहिले पनि म फेरि दोहोऱ्याउँछु, एटलिस्ट हामीसँग 1 लाख एम्पल क्वाइन भयो भने 2025 भित्र हामीलाई एम्पल क्वाइनले मात्रै मिलियनियर बनाउनेछ। मिलियनियर 10 लाख डलर, 15 करोड नेपाली। के सम्भव छ? 1 वर्षमा 15 करोड नेपाली कमाउन अथवा बनाउन अथवा फलाउन सम्भव छ। साथीहरू, एकपटक हामी थोरै चर्चा गरौँ पैसा कहाँ छ। थोरै चर्चा गरौँ पैसा कहाँ छ। पैसा खाडीमा छ, पैसा युरोपमा छ, पैसा अमेरिकामा छ, या पैसा कहाँ छ? एलन मस्कले अहिले नयाँ बस्ती बसाउँदै गरेको चन्द्रमामा छ। 2029 भित्रमा एलन मस्कको नेतृत्वमा चन्द्रमामा बस्ती बसाउने तयारी भइरहेको छ। ग्लोबल कन्सेप्ट डोमिनेन्स मतलब जति पनि क्रिप्टो करेन्सीहरू छन् त्यसको एउटा शेयर भ्यालु डोमिनेन्स, त्यसको एउटा कभरेज भन्ने बुझ्छ। र हामीले यहाँ हाम्रो एम्पल क्वाइनको कन्ट्याक्ट एड्रेस हुन्छ, हामीले सेयर गरौँ। भोलि यहाँहरूले पाउनुहुन्छ वेबसाइटबाट। अहिले यहाँ सेयर गऱ्यौँ भने हामीले एम्पल क्वाइन देख्न सक्छौँ। एम्पल युएसडिटी भनेर हामीले यहाँ देख्न सक्छौँ। र एम्पल युएसडिटीलाई क्वाइन मार्केट क्याप र पानकेक स्वापमा यहाँहरूले अहिले भोलिदेखि प्राप्त गर्नुहुनेछ। यो टोटल्ली मार्केट क्यापमा आधिकारिक रूपमा लिस्टिङ हुनलाई केही दिन भोलि या पर्सिको डेट पूर्ण अनुरोध गर्दछु। हाम्रो टोटल मार्केट क्याप छ, टोटल मार्केट चाहिँ तपाईँको चाहिँ क्याप छ 58.85 मिलियन। अहिले यो तपाईँको चाहिँ हामीले यसको यो जस्ट एउटा टेस्टिङ मात्रै हो। यहाँले फेरि यो नबुझ्नु होला कि मार्केट क्यापमा लिस्टिङ भइसकेछ र ट्रेडिङ पनि सुरु भइसकेछ भने नबुझ्नु होला। त्यो एउटा जस्ट टेस्टिङ गरिरहेछ कम्पनीले। सो यसरी हामीले क्वाइन मार्केट क्यापमा पनि हामीले हाम्रो क्वाइनलाई टोटल सप्लाई 500 मिलियन छ हैन। अहिले पुल एम्पल 51 वटा छ भने पुल युएसडी 10 छ। यसरी हामीले कम्पनीले पानकेक स्वाप र क्वाइन मार्केट क्यापमा पनि यसलाई एउटा तयारी गरिरहेको छ। आशा गरौँ हामीले हाम्रो केही दिनमा भोलि या पर्सि विदिन दिस विक भनेको छ कम्पनीले आशा गरौँ भोलि र पर्सि भित्रमा क्वाइन marketcap.com मा पनि एम्पल युएसडी को पेयरमा हामीले यसलाई ट्रेडिङमा पाउनेछौँ। त्यसैगरी अर्को छ एम्पलको क्वाइनको आधिकारिक निकाय coinmarketcap.com र coingecko.com। coingecko.com मा पनि हामीले एम्पलको कन्ट्याक्ट एड्रेसलाई सर्च गर्यौं भने पेस्ट गर्यौं भने हामीले हाम्रो क्वाइनको डिटेल पाउनेछौँ। एम्पल क्वाइन युएसडीटी मा यसले के जनाउँछ भने कम्पनीले ग्लोबल एक्सपान्सनमा र्यापिडली एउटा वर्कआउट गरिरहेको छ। एम्पल क्वाइन युएसडीटी को पेयरिङमा यहाँ छ। यहाँ पनि जस्ट अब टेस्टिङ चलिरहेछ। केही दिनमा यसको लाइभ ट्रेडिङ सुरुवात हुनेछ र यहाँहरूले पनि क्वाइन गेको र क्वाइन मार्केट क्यापमा हाम्रो टोकनलाई यहाँहरूले देख्न सक्नुहुनेछ। यसरी यो टेस्टिङ चलिरहेछ। यो आफैमा एउटा सुन्दर पक्ष हो कि कम्पनीले यसमा र्यापिडली वर्कआउट गरिरहेको छ। त्यसै गरी क्वाइन मार्केट क्याप र क्वाइन गेको पछि मैले यहाँलाई अर्को एउटा लिन चाहे ट्रस्ट वालेटमा। हामीले ट्रस्ट वालेट भित्र पनि अब सबैभन्दा तल देख्नुहुन्छ भने बीएससी स्मार्ट चेन नेटवर्कमा एम्पल क्वाइन भनेर यहाँले देख्न सक्नुहुनेछ। एम्पल क्वाइनलाई हामीले ट्रस्ट वालेटबाट पनि अब ट्रस्ट वालेटमा पनि स्वाप गर्न सक्नेछौँ। एम्पल क्वाइनलाई यसरी सेन्ड रिसिभ र स्वाप गर्ने अवसर आउनेछ BB20 नेटवर्कमा। र यहाँले एउटा क्वेसन गर्न सक्नुहुन्छ एम्पलको लोगो खै त भन्ने सन्दर्भमा। जुन दिन coinmarketcap.com मा हाम्रो क्रिप्टो रजिस्टर हुनेछ त्यहाँ हामीले आधिकारिक लोगो विभिन्न प्लेटफर्ममा देख्नेछौँ। र ट्रेड र स्वाप, सेन्ड बाई र स्वाप हामीले सम्पूर्ण गर्नेछौँ। त्यसै गरी हामीले
बीएससी फाइनान्सको आधिकारिक बीएससी चेनमा फाइनान्सको आधिकारिक चेन भनेको बीएससी चेन हो। यहाँ पनि हाम्रो एम्पलको कन्ट्याक्ट एड्रेसलाई सर्च गर्नुभयो भने यहाँले हाम्रो टोकनको डिटेल्स प्राप्त गर्नु हुन सक्नेछ। अब एउटा प्रश्न आउँछ, यो टोकनको एम्पल पोइन्टको कन्ट्याक्ट एड्रेस कहाँबाट ल्याउने? जब भोलि कम्पनीले आधिकारिक रूपमा हाम्रो वेबसाइट एनाउन्समेन्ट गर्छ, त्यसपछि हामीले होल कम्युनिटीले प्राप्त गर्नेछ। अहिले यसको टेस्टिङ ग्लोबल लिडरहरूलाई एक्सेस दिएको हुनाले सम्पूर्ण एक्सेस छैन, तर यहाँहरूले भोलिको डेटमा होल कम्युनिटी एन्टायर कम्युनिटीले प्राप्त गर्नेछ। सो बाइनान्सको आधिकारिक नेटवर्क बीएससी चेनमा पनि यहाँहरूले यसलाई सर्च गर्न सक्नुहुन्छ एम्पल भनेर, बीएपी 20 एम्पल भनेर यसरी लाइभ टेस्टिङ चलिरहेको छ। यसबाट हामीले कन्ट्याक्ट एड्रेस यो हो, यसरी हामीले यहाँबाट कन्ट्याक्ट एड्रेस कपी गरेर हामीले यसमा यसको टोटल कुराहरू प्राप्त गर्न सक्नेछौँ। अब इट मिन्स मैले यो सो गर्नुको पछाडिको रिजन के छ भने कम्पनीले जुन दिनदेखि आफ्नो कोइन लन्च गर्यो आजको डेटमा र आजकै डेटदेखि क्रिप्टो इन्डस्ट्री भित्रका रिलेटेड अर्गनाइजेसनहरूसँग coinmarketcap.com, बीएससी नेटवर्क, CoinGecko, डिसेन्ट्रलाइज्ड एक्सचेन्ज, PancakeSwap, ट्रस्ट वालेट लगायत विभिन्न निकायहरूमा आफ्नो अफिसियली प्रपोजल र अफिसियली प्रोसेस सुरुवात गरिसकेको छ। यो हाम्रो लागि आफैमा एउटा गर्वको कुरा। साथीहरू, आजको यो ऐतिहासिक र विशेष जुममा यहाँहरूलाई हार्दिक स्वागत छ। साथीहरू, हामीले महिनौदेखि धैर्यता गरेको, महिनौदेखि पर्खिरहेको एउटा ऐतिहासिक क्षण आज तपाईँ हाम्रो माझमा छ। त्यो क्षण हो एम्पल कोइनको। कम्पनीको रोडम्यापमा क्लियरली हामीले पढेका थियौं कि एम्पलको आफ्नै टोकन हुनेछ अथवा आफ्नै क्रिप्टो हुनेछ अथवा आफ्नै कोइन हुनेछ। साथीहरू, आज अप्रिल 1, 2025 मा हामीसँग आफ्नै क्रिप्टो छ। हामी गर्वका साथ भन्छौं हामी अब एम्पल कोइनको कम्युनिटी भित्र छौं र हामीसँग आफ्नो ब्लकचेन कोइन छ। यो हाम्रो लागि आफैमा एउटा गर्वको कुरा हो। हुन सक्छ साथीहरूको पर्सेप्सन के हुन सक्छ भने 50,000 भन्दा बढी कोइन त मार्केटमा छन्, यो नौलो किन भयो कि एम्पल कोइन आउनु? एम्पल कोइन आउनुको मतलब एउटा अर्को कोइन थप्नु मात्र होइन। क्रिप्टो इन्डस्ट्रीमा एम्पल कोइन आउनुको मतलब एउटा नयाँ रिभोल्युसन, नयाँ कनेक्टिभिटी, नयाँ टेस्ट र नयाँ कन्सेप्ट क्रिप्टो मार्केटमा बीजारोपण हुनु हो। त्यसकारण यो जुममा उपस्थित सम्पूर्ण साथीहरूलाई, नेपाली साथी, विशेष गरी एसियन साथीहरूलाई र ग्लोबबाट जति पनि साथीहरू आउनु भएको छ उहाँहरू सबैलाई एकमुष्ट रूपमा हामी सबैलाई हार्दिक बधाई। आजदेखि हामी हाम्रो आफ्नो कोइन हामीसँग छ भन्ने स्टेटमेन्ट ग्लोबलले दिन सक्छ। साथीहरू, एम्पल कोइनले क्रिप्टो इन्डस्ट्री भित्र एउटा केही नयाँ परिभाषाहरू, केही नयाँ स्टेटमेन्टहरू, केही नयाँ उदाहरणहरू पस्किँदैछ। त्यो के भने आजदेखि कम्पनीले आफ्नो कोइन लन्च गर्यो र आजैदेखि क्रिप्टोहरू लिस्टिङ हुने coinmarketcap.com र coingecko.com मा यसको लिस्टिङ प्रोसेस सुरु गरिसकेको छ। यो आफैमा एउटा ऐतिहासिक उदाहरणीय कार्य हो र अबको एक हप्ता भित्रमा CoinGecko, coinmarketcap.com लगायतका रिलेटेड अर्गनाइजेसनहरूमा हामी लिस्टिङ हुनेछौँ र एम्पल कोइनको आफ्नै एप सार्वजनिक हुनेछ। र कम्पनीले अघि रोडम्यापमा सार्वजनिक गरे अनुसार विथिन दिस मन्थ, विथिन अप्रिल हामीले अन्तर्राष्ट्रिय स्तरको 7औं नम्बरको एक्सचेन्ज म्याक्सीमा हामी लिस्टिङ हुनेछौँ। त्यो पनि विथिन दिस मन्थ, 30 दिन भित्रमा कम्पनीले त्यो टार्गेट लिएको छ। र प्री सेल, प्राइभेट सेल र पब्लिक सेलको यो 3 चरणमा कम्पनीले ग्लोबल कम्युनिटीलाई हाम्रो कोइनसम्म कनेक्टिभिटीमा जोड्न नयाँ खालका एक्सरसाइजहरू र नयाँ खालका योजनाहरू अगाडि बढाइरहेको छ। साथीहरू, एम्पल कोइन किन हामीसँग हुन जरुरी छ र एम्पल कोइनले हामीलाई कसरी मिल्ने बनाउन सक्छ अथवा कसरी हाम्रो फाइनान्शियल ग्रोथलाई बढाउन सक्छ भन्ने विषयमा हाम्रा कम्पनीका ट्रेड
ट्रेड डिपार्टमेन्टका आधिकारिक सदस्य आदर्शजीले केही सेयर गर्नुभयो। तपाईले यसको फ्युचर, यसको रोडम्याप, यसको टोकोनोमिक्सको बारेमा चर्चा गर्नुभयो। म्याक्स सप्लाई 500 मिलियन मात्रै लिएर ग्लोबल कम्युनिटीमा एम्पल जसरी अगाडि बढिरहेको छ, यसले क्वाइनको फ्युचरलाई अत्यन्तै ब्राइट देखाउँछ र ग्लोबल कम्युनिटीलाई जसरी कनेक्ट गर्दैछ र जो ग्लोबल कनेक्टिभिटीमा युज केसमा विशेष गरी डिफाई र एआई क्याटेगोरीमा एम्पल क्वाइनले जसरी आफूलाई डेभलप गर्दैछ, त्यो त्यसले आफैमा क्वाइनको फ्युचर उज्जवल छ भन्ने कुरा दर्शाउँछ। र साथीहरू, हामीले नेपाली जुममा पनि भन्ने गरेका छौं र अहिले पनि म फेरि दोहोर्याउँछु, एटलिस्ट हामीसँग 1 लाख एम्पल क्वाइन भयो भने 2025 भित्र हामीलाई एम्पल क्वाइनले मात्रै मिलियनियर बनाउनेछ। मिलियनियर 10 लाख डलर, 15 करोड नेपाली। के सम्भव छ? 1 वर्षमा 15 करोड नेपाली कमाउन अथवा बनाउन अथवा फलाउन सम्भव छ। साथीहरू, एकपटक हामी थोरै चर्चा गरौँ, पैसा कहाँ छ? थोरै चर्चा गरौँ, पैसा कहाँ छ? पैसा खाडीमा छ? पैसा युरोपमा छ? पैसा अमेरिकामा छ? या पैसा कहाँ छ? या एलन मस्कले अहिले नयाँ बस्ती बसाउँदै गरेको चन्द्रमामा छ? 2029 भित्रमा एलन मस्कको नेतृत्वमा चन्द्रमामा बस्ती बसाउने तयारी भइराखेको छ। ग्लोबल कन्सेप्ट